टेस्ट गर्दा गर्दै घटिसकेको छ कस्तो मिठो छ है हेर्दै एकदमै जुसी सुक्खा छैन है मजाको ग्रेभी बनाएको छु ल आउनुहोस् खाऊ हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू आज चाहिँ मैले न्यू नेपाली रेसिपी लिएर आएको छु एकदमै मिठो र छिटो मासुको अचार हजुरहरूले देख्न सक्नुहुन्छ यसको लागि मैले मासु लिएको छु 1 केजी यसमा चाहिँ छाला छैन है छाला नभएको मासुलाई चाहिँ मैले तोरीको तेलमा मजाले फ्राई गर्न छोडिदिइसकेको छु हालिसकेको छु र यसलाई हामीले चाहिँ मजाले चाहिँ रातो हुने बेलासम्म मजाले पटपरसँग चाहिँ हामीले तेलमा फ्राई गर्नुपर्छ हजुरहरूलाई पनि एकदमै मनपर्छ भने चाहिँ मजाले भिडियो नछुटाइकन हेर्नु होला र हजुरहरूले फर्स्टचोटि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज सबैजनाले च्यानल पनि सब गर्नु होला है यसलाई चाहिँ मैले केही पनि नहालिकन चाहिँ तेलमा तोरीको तेलमा चाहिँ फ्राई गर्न छोडिदिएँ ग्यासलाई मैले ठिक्क बनाएको छु किनकि कोही डढ्ने कोही पाक्ने हुन्छ सो यसको लागि चाहिँ हजुरहरूले लिनुपर्ने हुन्छ छाला बिनाको मासु है गाइज अहिले बजारमा यति धेरै भाइरल छ कि अचार होइन केजीको हजुरहरूले हाफ केजीको नै 1200-1300मा किनेर खानुपर्ने क्या होइन त्यसको लागि चाहिँ मैले लिएको छु होइन अब कति महँगो अचार खाने भनेर सबै मसला देखाइसकेको छु हजुरलाई धनियाँ तिल तोरी अनि टिमुर खोर्सानी सबै रेडी गरेर राखिसकेको छु र फर्स्ट अफ अल चाहिँ मैले फ्राई गर्छु खोर्सानी खोर्सानी फ्राई भइसकेको छ र मैले यहाँ कुकरमा चाहिँ फेरि अर्को मजाले गलाएर चाहिँ अर्को छुट्टै तरकारी बनाउन लाग्दैछु अनि यता ग्यास खाली भएको बेलामा र अनि खोर्सानी चाहिँ फ्राई गरेर निकालिसकेको छु यसलाई चाहिँ मैले बेसी फ्राई हुन दिइरहेको छु यसरी बिस्तारै फ्राई हुँदाखेरि चाहिँ नि एकदमै मिठो हुन्छ कि अब एकैचोटि ठुलो आगो बनाएर चाहिँ पकायौँ भनेदेखि एकदमै चाम्रो हुन्छ त्यही भएर मसिनो ग्यास बनाएर चाहिँ मैले यसलाई पकाउन छोडिदिइसकेको छु है र उता पनि तरकारी पाक्दैछ खानाको लागि र हजुरहरूले देख्न सक्नुहुन्छ यता रातो हुन लागिसकेको छ मासु र यसलाई राम्रोसँग रातो भएर फ्राई गरिसकेपछि बल्ल निकाल्ने हो एकदमै डिपली फ्राई गर्नुपर्छ है र मैले उता चाहिँ अघि यो अचारको लागि चाहिँ रेडी गरेको धनियाँ जिरा मरिच अनि टिमुर तिललाई चाहिँ मजाले फ्राई गर्नको लागि सानो ग्यास बनाएर छोडिसकेको छु यो कोही छिटो पाक्ने कोही ढिलो पाक्ने भएर सानोभन्दा पनि अलिकति हल्का बढाइदिएको छु आगो देख्न सक्नुहुन्छ पड्किन स्टार्ट गरिसकेको छ यता मासु पनि पाकेर रातो रातो भाउन सुरु गरिसकेको छ धेरै पनि रातो गरेर खट्याउनु नि हुन्न र हजुरहरूले एकदमै कम मात्रामा पकाउनु पनि हुन्न यो हुनुपर्छ कि अनि कमलो अचार खाँदाखेरि पनि एकदमै मिठो हुन्छ है त ल फाइनल्ली यता पनि फ्राई भइसकेको छ यता मसला अचारको मसलाको लागि पिस्नको लागि रेडी गरिसकेको छु मैले पाकेर रेडी भयो अनि मैले ग्यास निभाइदिइसकेको छु है र अब यता मासु पनि लगभग नलागिसकेको छ त्यसलाई चाहिँ मैले अब डढ्यो भनेदेखि एकदमै कालो अनि यसको स्वाद पनि अलिकति नमिठो हुन्छ नि त त्यही भएको भएर मैले ग्यास निभाएर बिस्तारै चलाइदिँदैछु है त र यता मजाले मासु पनि पाक्दैछ अनि एकदमै मिठो पनि हुन्छ यसरी बनाउनु भएको अब बजारमा महँगो किनेर खानुभन्दा आफ्नो होममेड एकदमै स्वास्थ्यको लागि पनि राम्रो भयो आफ्नो अर्ग्यानिक घर वरिपरि नै रहेको मरमसलाहरू युज गर्न पाइन्छ हैन र रातो भइसकेको छ यसलाई चाहिँ मैले देखाउँदैछु र उता जिरा मरिच पनि सबै रेडी भइसकेको छ अनि हामीले अब बिस्तारै यसलाई चाहिँ तेलबाट निकाल्न पर्ने हुन्छ र रातो भएर रेडी भइसकेको छ है यो चाहिँ अब चाहिँ हामीले रेडी गरेर राखेको छौँ अदुवा र लसुनलाई चाहिँ आधी बनाएर एकदमै मसिनो बनाएर राखेको छु नि अदुवालाई पनि सानो चिरामा चाहिँ काटेर राखेको छु अनि अब यही तेलमा चाहिँ मैले यसलाई पनि फ्राई गर्छु रातो बनाएर धेरै डढाउनु हुन्न फेरि स्वाद मिठो हुन यो चाहिँ अचार सँगसँगै मासुको पिससँगै टोक्दाखेरि यति मिठो हुन्छ गाइस हजुरले खानु भएको छ भने पक्कै पनि हजुरलाई यसको स्वाद त थाहा नै छ है त्यो किन फाल्नु तेल भनेर चाहिँ मैले त्यही तेलमा हालेको छु र कराईलाई मजाले पखालेर रेडी गरेर फेरि अर्को तेल रेडी गरेको छु है मैले त्यही कालो तेलमा चाहिँ नहाल्नु होला अलिक टेस्ट हुँदैन र मैले अघि फ्राई गरेर राखेको खोर्सानीलाई फेरि पनि तेलमा फ्राई गर्न छोडिदिएँ एकदमै सानो ग्यास बनाएर र अनि अघि मैले पिनेको मसलाको अचारको लागि मसला रेडी गरेको थिएँ नि जिरा खोर्सानी
अनि त्यसपछि मरिच धनियाँ सबै त्यसको चाहिँ धुलो बनाइसकेको छु र तेलमा थोरै डिपली फ्राई गर्न छोडिदिएँ र अदुवाको पेस्ट हालिदिएँ 2 चम्चा। अनि त्यसपछि अर्को लसुनको पेस्ट पनि छ, लसुनको पेस्ट पनि राखिदिएँ 2 चम्चा र यसलाई मजाले बिस्तारै फ्राई गर्नुपर्छ क्या, थोरै तातोमा, किनभने सबै कुरा पाकिसकेको हो। यो लसुन र अदुवाको पेस्ट मात्रै हो नि नपाकेको, काँचो भन्ने त होइन। त्यही भएर लसुन अदुवाको पेस्ट त यतिकै तेलमा झैँ गरे पनि अचारको लागि एकदमै टेस्ट हुन्छ। र अघिको अदुवा र लसुन फ्राई गरेको पनि मैले मिसाइदिएँ है गाइस। अनि मैले चाहिँ अमिलोको लागि आफ्नै घरमा रेडी गरेको लप्सीको धुलो युज गर्छु है। अरूले चाहिँ भेनेगर यताउता हाल्नुहुन्छ, त्यो हाल्नु भन्दाखेरि पनि त्यो स्वास्थ्यको लागि अलिकति खराब हुन्छ नि, त्यही भएर मैले चाहिँ हाल्दिनँ। र अघि फ्राई गरेर राखेको मासुलाई चाहिँ मैले यसमा मजाले डिपली फ्राई गर्छु फेरि पनि, किन भन्दा यस्तो गर्दाखेरि चाहिँ नि एकदमै मिठो टेस्ट मासुको भित्रसम्म पुग्छ के। अब मलमाल गरेर राख्नुभन्दा पनि यसलाई तातोमा मजाले फ्राई गऱ्यौँ भने त्यो तातोको तेलले गर्दा चाहिँ भित्रसम्म नुनिलो पिरो अमिलो टेस्ट चाहिँ मजाले भित्रसम्म पुग्छ के। अनि एउटा अचार चाहिँ चाख्नलाई निकालेँ र नुन मैले चाहिँ अलिक कम भयो कि भनेर फेरि थपिदिएको छु थोरै नुन, र यसलाई मैले चलाएँ मजाले। र लगभग हाम्रो अचार चाहिँ रेडी भइसकेको छ खानको लागि। एकदमै मिठो हुन्छ, एकदमै। मैले यो त धेरैचोटि बनाइसकेँ, अनि आज चाहिँ भ्लग बनाइहालौँ, भिडियो बनाइहालौँ न त, साथीहरूको लागि पनि भनेर। ल कसले सिक्नुभयो हेर्नु त, कति छिटो कति मिठो अचार बनिसकेको छ, एकदमै मिठो भएको छ, एकदमै मिठो, बास्ना पनि एकदमै टेस्टी आएको छ गाइस। हेर्नु त, हिजोको अचार मैले बटामा नि हालिसकेर पनि यति धेरै घटिसकेको छ क्या, खाएर टेस्ट गर्दा गर्दै घटिसकेको छ भिडियो बनाउनुभन्दा अगाडि। र मैले लिएर आएको छु यहाँनिर खानको लागि, हेर्नु न, हेर्दै खाउँ लाग्ने कस्तो मिठो छ है, हेर्दै एकदमै जुसी, सुक्खा छैन है। मलाई चाहिँ ग्रेभी नै मनपर्ने भएर मजाको ग्रेभी बनाएको छु। ल आउनुहोस् खाउँ। खै सुन्छ क्या अगाडि अचार राखेर बोल्दा। साथीहरू म पनि अब अचारको बिजनेस खोल्नु पर्ला जस्तो छ, मिठो भयो। तर मैले हिजो बनाउँदै चाखेको भन्दा नि आजको एकदमै मजाले भित्रसम्म मसला पुगेर एकदमै मिठो छुट्टै क्या, गाढा स्वाद आउँदो रहेछ कि। त्यो तातोमा खाएको जस्तो हुन्न, तातोमा चाहिँ अलिक स्वाद कस्तो पिरो मात्रै आउने, कस्तो भनेर ठम्याउन नसक्ने। तर आज त एकदमै मिठो हो। मैले यो मासु लिएर आएँ अचार पाउँछ भनेर, लिएर आएको भोलिपल्टदेखि नै म बिरामी भयो, डिप फ्रिजमा राखेर आएको थिएँ। अनि हिजो चाहिँ जाँगर चलाएर बनाएको। यस्तो हुन्छ क्या, धेरै पिरो खाए पनि टन्सिल आइदिने, फ्रिजमा राखेको चिज खाए पनि टन्सिल आइदिने। अनि अस्ति चटपटी खान मन थियो नि, मैले चटपटी खाएँ। चटपटी खाएको भोलिपल्टदेखि मलाई टन्सिल भयो। टन्सिल भइसकेपछि एन्टिबायोटिक औषधि खाएँ। एन्टिबायोटिक औषधि खान लगत्तै फेरि 2 दिनपछि फेरि प्रेसर पुरै लो। प्रेसर लो भएर यहाँ चल्छ, के खाउँ लाग्छ, चटपटी खाइदिन्छु, अलि नुनिलो चट्ट पिरो भनेर। अनि फेरि के हुन्छ त, अनि के हुन्छ, टन्सिल भइदियो होइन। टन्सिल भइसकेपछि अनि टन्सिल भइसकेपछि औषधि खाएँ। त्यसको भोलिपल्ट मैले अघि भनिहालेँ फेरि प्रेसर लो भएर यस्तो टाउको यो छ नि, यो त बुडङ यस्तो पछाडिपट्टि पनि हान्दो रहेछ क्या। अनि प्रेसर हाई र लोको नै एकदम डेन्जर हुँदो रहेछ। मैले चाहिँ नर्मल ठानिरहेको थिएँ, कसैले नठान्नु होला। मैले जसाउनु जाँदा चाहिँ के भन्नुभयो भने प्रेसर लो पनि एकदमै डेन्जर हुन्छ, ख्याल नगर्नु होला। तपाईँले घरमा बस्नुभयो र के गरी ढल्नुभयो भने एकदम डेन्जर हो अरे होइन। त्यही भएर खास साथीहरू बेला बेलामा टक्क नुन अमिलो पिरो अनि त्यसपछि गुलियो चिज चाहिँ खाइराख्नु पर्ने रहेछ। मैले अनि यस्तो जाँगर चलाएर सन्चो भएपछि चाहिँ अचार बनाउँदै सकिन लागिसकेको छ। एकदमै मिठो छ। खाने भयो मेरो साथीभाइ नजिकको कसैले हेर्दै हुनुहुन्छ भने दौडेर आउनु होला। भिडियो मात्रै टुवा परेर हेर्ने, अनि लाइक पनि नगर्ने, कमेन्ट पनि नगर्ने चाहिँ नगर्नु होला नि। फेरि म अचार खुवाउँदिनँ। ल साथीहरू, यो भिडियोमा त मैले हजुरलाई मिठो पिरो अचार बनाएर देखाइहालेँ अनि खुवाइ पनि हालेँ। अब नेक्स्ट भ्लगमा चाहिँ
हजुरहरूले नेक्स्ट भिडियोमा चाहिँ के हेर्न मन छ कमेन्ट गर्नु होला। साथीहरूले भिडियोमा त कमेन्ट त गर्नुहुन्न, अब म त्यस्तो फेमस भ्लगर पनि होइन नि त, म सानो युट्युबर हुँ। सो त्यही भएर सबैजना साथीहरूको प्रोफाइलसम्म चाहिँ मेरो भिडियो नपुग्न नि सक्छ। हजुरहरूले लाइक कमेन्ट सेयर पक्कै पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट चाहिँ म पनि बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई। नेक्स्ट भ्लगमा फेरि भेटौँला।